छुट्टै फोटो जोडेर बनाउन मिल्छ। हे दिस इज माही एन्ड आई मेक ग्लास पेन्टिङ्स विथ फेस डिटेल्स। आज बनाउँदैछौँ हामी फ्यामिली पिक्चर A4 साइजमा। धेरै धेरै धन्यवाद भन्न चाहन्छु हजुरहरूको पेसेन्स अनि सपोर्टको लागि, किनभने दिन रात काम गरे पनि मेरो पेन्टिङ नै सके छैन के। तर नआत्तिनु, म सबैको गर्दैछु। उहाँको यो लुगाको टेडी बियर चाहिँ कस्तो क्युट देखिरहेको छ। लास्टसम्म हेर्नुपर्छ है पेन्टिङ कस्तो बन्यो भनेर। वाट काइन्ड अफ पेन्ट्स डु यु युज? इट्स वन्डरफुल भन्नुभएको छ। सो आई युज एक्राइलिक पेन्ट्स। बुवाको फेस पेन्ट गरौँ है त। मैले चाहिँ धेरै टाइम बुवाको फेस बनाउनमा लागे अनि अरूहरूको फेस भन्दा नि मलाई बुवाको फेस चाहिँ राम्रो लाग्यो के। सो जति धेरै टाइम हामी पेन्टिङलाई दिन्छौँ पेन्टिङ त्यति नै राम्रो बन्दै जान्छ भनेर मलाई चाहिँ लाग्छ है। स्किन टोनको बारेमा डिटेलली भनिदिनु न भनेर भन्नुभएको थियो, त्यसको लागि चाहिँ म अर्को भिडियोमा भन्छु। अनि यो भिडियोमा चाहिँ मैले कलर्सहरू मिक्स गरेको खिच्न बिर्सेँ क्या। कमेन्ट सेक्सनमा लडिरहेछन् क्या मान्छेहरू, त्यसैको लागि यो हाल्दैछु फर द लास्ट टाइम। सेम भोइस लाइक राजी भन्नुभएको छ, हजुरहरूलाई लाग्न सक्छ, त्यसको लागि आई एम भेरी ग्रेटफुल। कमेन्ट सेक्सनमा नलड्नु है, म चाहिँ राजी होइन के। हाम्रो पेन्टिङ चाहिँ रेडी भइसक्यो अनि क्लाइन्टलाई चाहिँ एकदम मन पर्यो। हजुरलाई कस्तो लाग्यो त? अनि